साधिका हुँ। आज यत्रो पवित्र तीर्थयात्रामा हामीले सानो पूजा लगाउँछौँ भने कि तपाईहरु सबै देख्दा त म
मैले त ठुलै पूजा लाउन जस्तो पो देखेको छु। वा लस्कर लाएर रातो पिरो भएर नाच्दै जम्दै आउनु म साह्रै खुसी छु। आज मैले यस्तो गरौँला भनेर सोचेकै थिइनँ। मलाई यसमा साथ दिने मेरो प्रिय साथीका आशा र दुर्गाले साह्रै साथ दिनु भएको छ। उहाँहरू रात पनि दिन पनि मसँगै हुनुहुन्छ। उनीहरू सँगसँगै तपाईँले पनि साथ दिनु भएको छ। म साह्रै खुसी छु। हाम्रो कमला साधिकाजी धेरै नाच्नु भयो। कति रमाइलो हामी माइकिङ गरे, छिनमा नाचे, छिनमा हाँसे, कति रमाइलो भयो। यसै गरी एक भएर हाम्रो संस्थालाई अघि बढाउँ भन्ने मेरो इच्छा र चाहना व्यक्त गर्दछु तपाईँहरूसँग। प्रिय साधिका हजुर, तपाईँहरू सबैजना आफ्नो मृत्युप्रति आस्था राखेर एक आग्रह भएर यसरी नै हातेमाला गरेर हिँड्नुपर्छ। अब यही नै विचार राख्नुहोस्, यही नै सोध्नुहोस्। गुरु गोरखनाथ भन्ने नेपालको कुलदेवता शरीर हो। मैले पनि कतिवटा भजन बनाएको छ, कति भजन बजाएको छु। हाम्रो गुरु के हो भनेर गुरुप्रति आस्था राख्नुहोस्। गुरुले सबै दुःखमा साथ दिनुहुन्छ। गुरुले हामीलाई साहसी बनाउनुहुन्छ। गुरुले हामीलाई शक्ति पनि दिनुहुन्छ, ज्ञान पनि दिनुहुन्छ। हामीले सिर्फ साधना मात्रै गर्न सक्नुपर्छ। यसरी लवा लस्कर लाएर हिँड्नुहुन्छ। तपाईँहरूले यसो गर्नुहुन्छ भने पूर्ण आशा राख्दै म दुर्गालाई यो माइक दिँदैछु। धन्यवाद तपाईँहरूलाई। मेरो शुभ आशीर्वाद तपाईँहरूलाई सबै सुशान्ति सुख सन्तोष रहनुहोस्। जय गुरुदेव सबैजनालाई। हामी सबैजना जम्मा भएर आज हामीले पुरुषोत्तम मासको महात्मा कथा वाचनको लागि जुन हामीले परिश्रम गरेर आयौँ, जुन हामीले भक्ति हामीहरू त राम्रो लाउन पर्ने साडी कुर्ता टप किन्न पर्ने हामीले पनि उहाँहरूलाई गङ्गा बुझ्छौँ। नीति सुटको अगाडि उहाँको पसल छ। हामी सबैजना चेलीबेटीहरूले एउटा एउटा लियो भने हाम्रो संस्थाको 100-150 एउटा उहाँको कलेक्सनमा गएर हामीले उहाँलाई पनि सहयोग गर्न सक्छौँ। सबै दिदीबहिनीहरू पसलसम्म जानुहुन्छ दुःख गरेर, गाडी भाडा खर्च गरेर, हाम्रो संस्थालाई सम्झेर हाम्रो एउटा सानो निम्तो स्वीकारेर हामीलाई सहयोग गर्न आउनु भएको छ होइन। हामीले पनि उहाँलाई यस्तै सहयोग गरेर ल उहाँलाई म आसन गरम गर्नको लागि सबैजनाले सम्झिनु होला है। शुभकामना स्टोर गङ्गावी उत्सव नीति सिटको साइडपट्टि उहाँको पसल छ। उहाँ बङ्गला देवी मन्दिर, पशुपतिनाथ सधैँ उहाँलाई मैले मन्दिरमा मात्रै देख्छु। म पनि उहाँको पसलमा केही किनौँ भनेर जाँदाखेरि मैले मेरो कुरा राखेँ होइन। धेरैलाई हामीले बोलाएको छौँ, तर मैले नृत्य गरेकोमा फर्स्ट दिदी आउनु भएको छ। मैले तपाईँहरूलाई आजका कार्यक्रममा स्वागत मन्तव्य दिन पाउँदा म अति हर्षित छु। किन भन्दाखेरि आजका दिनसम्म गोरखनाथ परिवार संस्था दर्ता भएर कुनै बाहिरी कार्यक्रम हामीले गरेको थिएनौँ। यो पहिलोचोटिमा यो कार्यक्रम कस्तो होला, के होला, कति जम्मा होला, संस्थाका मेम्बरहरूप्रति कति जिम्मेवारी लिन्छ कि लिँदैन भन्ने कुरो चिन्ता थियो। जब आज संस्थाका साथीहरू, संस्थाका चेलीहरू यस्तो उत्सवका साथ तपाईँहरूले कलश यात्रामा कार्यक्रम सफल गर्नको लागि सहयोग गर्नुभएकोमा तपाईँहरूप्रति धेरै धेरै म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र अब आउँदो 2 दिन बाँकी छ। अब आज भोलि पर्सि त्यो 3 दिन हामीले यो कार्यक्रम कसरी सफल पार्ने, यो कार्यक्रमलाई कसरी भव्य बनाउने भन्ने कुरो जिम्मेवारी तपाईँहरूसँग छ। तपाईँहरू हामी संस्थाको सदस्य मात्र होइन, यो संस्थाको हामी सम्पूर्ण जिम्मेवारी हो भनेर तपाईँहरूले आफ्नो अर्को पढाइ साथी इष्टमित्र सबैलाई बोलाएर हाम्रो संस्थाले यस्तो कार्यक्रम बालाजुमा गरिरहेको छ। पुरुषोत्तम महिनाको कथा सुनाइरहेको छ। जाउँ भनेर बोलाउनुहोस्, ल्याउनुहोस् र कार्यक्रमलाई भव्यसँग सफल पारिदिनुहोस्। यो सफलता मेरो मात्र होइन, सम्पूर्ण गोरखनाथ प्रेमीहरूको, यो गोरखनाथ गुरु गोरखनाथको सदस्यहरूको पनि जिम्मेवारी भएको हुनाले यहाँहरूलाई म धेरै कुरा अब कार्यक्रम चाँडै सुरु गर्नुपर्ने छ।
र तपाईँहरूले जति पनि अब हाम्रो प्रमुख अतिथिज्यू मेयर दाई आउनुभएको छ, पूर्व मेयर यहाँ काठमाडौँ जिल्लाका पूर्व मेयर दाई आउनुभएको छ। दाईलाई धेरै धेरै धन्यवाद, किनभने हाम्रो प्रमुख अतिथिको ग्रहण गरेर आइदिनु भयो, त्यस कारण दाईलाई पनि धेरै धेरै धन्यवाद। र अब कार्यक्रम सुरु गरौँ। हस् त, धन्यवाद। स्वस्तिन तेनो बृहस्पतिर्ददातु शुभं भवतु कल्याणम् आरोग्यं सुखसम्पदाम् आत्मज्योति प्रकाशाय दीपज्योतिर्नमोऽस्तु ते। ॐ शुभमङ्गलम् गोविन्द भगवान् को सकल भक्तजनों को गुरु गोरखनाथ परिवार को राधा पुरुषोत्तम भगवान को जय जय श्री राधे। आसन ग्रहण गरौँ र हार्दिक स्वागत छ। अब यो उद्घोषकज्यूले यो माइक हामीलाई प्रदान गर्नु भएको छ। अब हामी केही समयमा नै भगवानको दिव्य पूजा प्रारम्भ गर्छौँ। यहाँ दीप कलश गणेशको पूजा, राधा सहित पुरुषोत्तम भगवानको पूजा हुन्छ। त्यसपछि भगवानको गुणानुवाद दिव्य बृहत नारदीय पुराणमा उल्लेख भएको पुरुषोत्तम मासको पुरुषोत्तम महिनाको महात्म्यको जुन कथा छ, यो कथा सुन्दै हाम्रा यहाँ दिव्य खालका कलाकार मित्रहरू हुनुहुन्छ, उहाँहरूबाट पनि साह्रै मधुर खालका सङ्गीतहरू यहाँ हुनेछन्, भजनहरू बज्नेछ, भजनहरू उहाँहरूले गाउने हुनेछ। हजुरहरूले चाहिँ यो कार्यक्रम रहन्जेल साथ दिएर आनन्द दिएर भगवानको कथा पनि सुन्ने, भजनमा आनन्दले झुम्ने, नाच्ने अनि भगवानको सेवा चाहिँ आफूले सकेको यथाशक्ति भगवानको सेवा पनि यहाँहरूले गर्नुहुनेछ, यो आशा राख्दै अब हामी केही समयमा नै यो पूजा प्रारम्भ गर्छौँ। त्योभन्दा अगाडि यहाँ के चियापानको समय अहिले भइरहेको छ। यहाँ सबैले यहाँहरूले चियापान गर्नुहोला। केही 5 मिनटको विश्राम शौचालय जाने गर्ने यहाँहरूको छ भने त्यो तयारी भएर यहाँहरू रहनुहोला। त्यसपछि हाम्रो यो कार्यक्रम चाहिँ औपचारिक रूपमा सुरु हुनेछ। गोविन्द भगवानको मम पापम व्यपयातो तेरो नाम गरेकी देवीलाई नमस्कार गर्दछु। मैले जान अनजानमा गरेका पापहरूलाई सबैलाई नाश गरिदिनु होला, क्षमा दिनु होला भनेर गाई मातालाई सम्झेर यो पुष्प अर्पण गर्दछु भनेर फुल चढाइदिनु। अहिले हातमा लिनु हजुरहरूले, अहिले एकछिन भयो चढाउनु होला है त। भुइँमा एउटा पैसा राखेर पूजा गरिसु छ, त्यसलाई जल राखेर पूजा गर्छु। ओम स्वर्णाय स्वाहा, स्वर्णज्योति स्वाहा, स्वर्णशुक्लाय स्वाहा, ओम अत्यत्कृतस्य एउटा कुसको टुक्रा लिएर त्यो भुइँको पैसालाई हातमा लिनु होला। कामै दत्ते सबैले हात जोडेर बस्नु होला। हरि ओम देवो शान्तिरन्तरिक्षगं शान्तिः पृथिवी शान्तिराप शान्तिरोपदयः शान्तिः वनस्पतयः शान्ति विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वगं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि सुशान्तिर्भवतु। हजुर आरामै हुनुहुन्छ। हाम्रो प्रश्न त्यही हुन्छ मान्छेलाई भेट्ने बित्तिकै। तर हामी आराम र स्वस्थतालाई के भन्छौँ भने बाहिरी शरीरको स्वस्थतालाई मात्रै विचार गर्छौँ। बाहिरी शरीरको स्वस्थता पनि चाहिन्छ र कुरा जुन श्रीकृष्ण भगवानले बताइरहनु भएको छ त्यही कुरा नरनारायण भगवानले देवर्षि नारदलाई बताइरहनु भएको छ। अब ती द्रौपदी महारानी को थिइन् त भने जङ्गलमा भगवानको चाहिँ दिव्य तत्त्वमा चाहिँ लीन भएर साधना गर्ने एकजना महाप्रतापी ब्राह्मण थिए, मेधावी नाम गरेका ब्राह्मण। ती मेधावी नाम गरेका ब्राह्मणकी एउटी धर्मपत्नी थिइन्। तिनबाट एउटी बालिका एउटी सन्तान जन्मिएकी थिइन्। ती ब्राह्मण पुत्रीलाई जन्म दिने बित्तिकै ब्राह्मणकी श्रीमती परमधाम भइन्, शरीर छोडिन्। किनभने प्रारब्ध अनुसार उनको आयु छोटो थियो। शरीर छोडेर उनी जुन गतिमा जानुपर्ने हो त्यो गतिमा गइन्। यता जङ्गलमा पिताजी र पुत्री दुईजना मात्रै रहन थाले। पिताजी भगवानको सेवा गर्ने परम ज्ञानी थिए, तत्त्वज्ञानी। देवतालाई हव्य आदिले चाहिँ
स्वाहाकार गर्ने, पितृलाई कव्य आदिले तर्पण आदि गर्ने, नित्य नैमित्य कर्मको साधना गर्ने त्यस्ता खालका परम ज्ञानी पिताजी थिए। एक दिनको समय हो, ती ब्राह्मणकी छोरी 10 वर्षको उमेर पार गरिसकेकी थिइन्। सँगैका साथीहरूको अब विवाह गर्ने समय आइसकेको छ। कतिपयको विवाह पनि भइसक्यो। ती ब्राह्मण पुत्रीलाई पनि लाग्यो, ती मेधावीकी छोरीलाई लाग्यो मेरो पनि विवाह भए हुन्थ्यो। पिताजीले किन विचार नगर्नु भएको होला? अब त विवाह गर्ने उमेर आइसकेको छ। कस्तो खालको पति मलाई पर्ने हो, श्रीमान कस्तो खालको मिल्ने हो, मेरा छोराछोरी सन्तान आदि कस्ता हुन्छन्, तिनीहरू बुद्धिमान हुन्छन् कि हुँदैनन्, अथवा मूर्ख हुन्छन् कि पापी हुन्छन् कि, उनलाई त्यो पहिल्यै चिन्ता लागिरहेको थियो। यस्तो आफ्नो भविष्यको चिन्ता गर्नेवाला उहाँले ती मेधावीकी छोरी यौवन अवस्थामा जुन प्रवेश गरेकी थिइन्, त्यही समयमा ती मेधावी नाम गरेका ऋषिको पनि उमेर सकिन्छ, शरीरको उमेर सकिन्छ। कसको आयु कति छ त हामीलाई थाहा हुँदैन। हजुर, हामी सबैले यो शरीर त बिसाउनै पर्छ। एक मात्रै निश्चित भएको गन्तव्य चाहिँ शरीरको मृत्यु हो। यो हामीले स्वीकार्नुपर्छ। त्यो कुराको बोध गर्नु नै मुक्ति हो वास्तवमा। अरू कुनै पनि गन्तव्य हाम्रो निश्चित छैन। बिहान घरबाट हजुरहरू चाहिँ यहाँ भगवानका लीला सुन्नका लागि, पूजा गर्नका लागि भनेर हजुर यहाँ आउनुभयो। अब बिच बाटोमा के सामग्री चाहियो भनेर कहाँ जान पर्न सक्छ। घरबाट हिँड्दा त यहाँ आउँछु भनेर आऊ, तर कहाँ गइन्छ थाहा हुँदैन। यहाँबाट फर्किने बेला पनि घर आएपछि केही काम पर्ला, कतै छिरेर जानु पर्ला, के होला कसो होला। एउटा कार्यालयमा काम गर्ने कर्मचारी जागिर खान भनेर अफिसमा जान्छ, तर अफिसको कामले दिनभरि 10वटा अड्डामा जानुपर्छ, तर उसलाई थाहा हुँदैन कहाँ जानुपर्छ भन्ने कुरा। तर एउटा मात्रै निश्चित भएको गन्तव्य भनेको चाहिँ मृत्यु हो, शरीरको मृत्यु हो। म भन्ने तत्त्व जुन बोलिरहेको छ भित्रबाट, त्यो तत्त्व त अविनाशी छ, निरन्तर छ, निर्विकार छ, त्यो दूषित छैन। तर बाहिरको जुन शरीर छ, त्यो शरीर त नाशवान छ। त्यो शरीरको मृत्यु चाहिँ अवश्यमेव एउटा निश्चित भएको गन्तव्य हो। अब मेधावी ऋषि पनि शरीर उनको प्रारब्धमा जति आयु लिएका छन्, आयु वित्त एउटा कुरो के हुन्छ भने बुझ्नुपर्ने कुरा है यहाँहरूले। गोविन्द भगवानको जय। आयु वित्त यो सम्पत्ति, पुत्र छोराछोरी, घर जग्गा सम्पत्ति आदि यो भन्ने कुरा चाहिँ प्रारब्धमा नै निश्चित भइसकेको हुन्छ। होइन त्यसो भए यहाँ चुप्प लाएर हात बाँधेर बसिने आउँछ त भन्नु होला। स्वाभाविक रूपमा उसले हात बाँधेर त्यो बस्दैन। उसको प्रारब्ध राम्रो छ भने त्यही अनुसारको उसले कर्म गर्छ नै गर्छ। त्यो परमेश्वरले गराउँछ, त्यो किनभने त्यो परमेश्वरको जिम्मा हो। अब त्यो सबै कुरा पहिला नै निश्चित भएको हुनाले अब जाने समय आएपछि त जानु पर्यो। मेधावी ऋषि चाहिँ महाप्रस्थानमा जान्छन्, शरीर छोड्छन्। शरीर छोडिसकेपछि अब ती बालिका जङ्गलमा एक्लै हुन्छन्। अब माताजी पहिले परमधाम जानुभयो। अब पिताजी पनि परमधाम गइसकेपछि ती मेधावीकी छोरी परम सुन्दरी थिइन्, तिनी जङ्गलमा एक्लै हुन्छन् अनि विलाप गरेर रुन थाल्छिन्। मेरो माताले पनि पहिले मलाई छोडेर जानुभयो, हे भगवान। अब मेरा पिताजीले पनि मलाई छोडेर जानुभयो, अब म जङ्गलमा एक्लै कसो गरौँला भनेर चाहिँ साह्रै पीड गरेर रुन थाल्छिन्, रोइ कराई गर्छिन्। मेरो कसरी विवाह होला, कसले योग्य वर खोजिदेला, कहाँ मेरो विवाह होला आदि आदि भनेर आफ्नो भविष्यको चिन्ता गरेर ती मेधावी ऋषिकी छोरी चाहिँ जङ्गलमा रोइरहेकी हुन्छन्। त्यही समयमा चाहिँ आफ्नै इच्छा अनुसार घुम्दै दुर्वासा नाम गरेका एकजना महामुनि घुम्दै त्यही बाटोबाट आइरहेका हुन्छन्। दुर्वासा चाहिँ क्रोध मूर्ति भनेर भनिन्छ। अन्याय चाहिँ सहनै नसक्ने, तुरुन्तै उहाँलाई क्रोध हुने रौद्र मूर्ति। किनभने दुर्वासा मुनि भनेका साक्षात् भगवान शङ्करजीका अवतार हुनुहुन्छ। दुर्वासा मुनि आइपुग्नुभयो। आइपुगिसकेपछि तामा ससाद भगवान भविष्यद बलनोदित
यदक्षया बने तस्मिन् परम कोपनो मुनि। एकदमै रौद्र मूर्ति भएका दुर्वासा मुनि त्यहाँ आइपुग्नुभयो। जटा धारण गर्नुभएको, साक्षात् साम्ब सदा शिवका जस्ता स्वरूप धारण गर्नुभएको, त्रिपुण्ड धारण गर्नुभएको, 12वटा अङ्गमा त्रिपुण्ड लगाउनु भएका तिस्ता परम ज्ञानी दुर्वासा मुनि त्यहाँ आइपुग्नुभयो। आइपुगिसकेपछि सोध्नुभयो त्यो बालिकालाई, तिमी को हौ, किन रोइरहेकी छौ? न थाहा नपाएको जस्तो गरेर। जो साक्षात् साम्ब सदा शिव भगवानको चाहिँ प्राकट्य हुन्छ, त्यस्ता भगवानलाई चाहिँ अब तिनी को हुन् भन्ने परिचय थाहा नहुने भन्ने कुरा हुन्छ होइन। सामान्य ऊर्जा, हाम्रो शरीरमा सामान्य ऊर्जा भगवानको कृपाले ऊर्जा चढ्यो भने त त्रिकालको कुरा थाहा हुन थाल्छ भने, अब साक्षात् दुर्वासा मुनि जो साम्ब सदा शिव भगवान चाहिँ प्रकट हुनुभएको छ, उहाँलाई त्यति बालिकाको परिचय थाहा नहुने कुरा भएन। तैपनि एउटा माध्यम छेमकुशलको साक्षात् दुर्वासाकै साथी मित्र थिए ती मेधावी ऋषि। उनले पनि परिचय दिइन्, म ब्राह्मण पुत्री फलानी हुँ, आर्सेय नाम गरेकी कन्या हुँ। मेरा पिताजी महाप्रस्थानमा जानुभयो, मलाई साह्रै चिन्ता परेको छ, म यहाँ त्यही भएर रोइरहेकी छु। मलाई मेरो भविष्यको चिन्ता छ। अब मैले कसरी बाँकी रहेको जीवन बिताउँला, कसरी मेरो कुटुम्ब आदि फेला पर्ला, कसरी मेरो विवाह होला, मेरो जीवन कसरी चल्ला, त्यही चिन्ताले चाहिँ म एकदम व्याकुल भएको छु। हे महामुनि भनेर ती ब्राह्मण पुत्री मेधावीकी पुत्रीले भनिन्। भनिसकेपछि दुर्वासा मुनि के थियो भने, उनी ब्राह्मणकी पुत्री जङ्गलमा बसे पनि उनले सम्पूर्ण आचार आदि उनले जानेकी थिइन्, ज्ञानी त थिएन। उनी उच्च आसन बसालेर दुर्वासालाई पूजा पनि गर्नुभएको छ। अर्घ्यपाद्यै वन्यै फलै पुष्पै छ विविधै मुनिं केन पूजा प्रकर्तव्या तेन तिष्ठो भवेद मुनि। पादार्घ गरेर मुनिको गोडा धुनका लागि जल प्रदान गर्नुभयो। हात धुनका लागि अर्घ दिनुहुन्छ, हात धोइदिनुहुन्छ र ऋषि मुनिलाई टीका लगाइदिएर माल्यार्पण गरेर जङ्गलमा भएको फलफुल आदि भोजन गराएर ऋषिको दिव्य सत्कार ती बालिकाले गर्छिन् र उच्च आसन बसालेर आफ्नो सम्पूर्ण दुःखहरू बिसाउँछिन्। नमस्तेस्तु महाभाग अत्रि गोत्र दिवाकर अनसुया गर्भजात मुनि श्रेष्ठ तपोधन। अनसुयाको गर्भबाट पैदा हुनुभएका हे भगवान दुर्वासा, हजुर चाहिँ साक्षात् सूर्य समानको हुनुहुन्छ। मेरो कल्याण गर्नुहोस्, अद्दमे सफलम पुण्यम अद्दमे सफलो भव। मलाई चाहिँ सफल गराउनका लागि हजुरले के कृपा गर्नुहुन्छ त्यो कृपा गर्नुहोस् भनेर बालिकाले भनिन्। भनिसकेपछि दुर्वासा मुनिले साधु पृष्ठ, हे बालिके साह्रै राम्रो कुरा सोध्यौ। तिम्रो कल्याणको लागि म तिमीलाई एउटा उपाय बताउँछु। त्यो उपाय तिमीले गर्यौ भने तिम्रो सम्पूर्ण दुःखको नाश हुन्छ भनेर दुर्वासाले भन्न लाग्नुभयो। अब के गर्ने त भने, एउटा परम खालको एउटा व्रतको नियम छ। पुरुषोत्तम नाम गरेको एउटा महिना आउँछ। त्यो पुरुषोत्तम नाम गरेको महिनामा शृणु सुन्दरी वक्ष्यामि गुह्यात् गुह्यतरम, यो साह्रै गोप्य खालको चाहिँ व्रतको नियम छ। त्यो तिमीलाई म बताउँछु। पुरुषोत्तम नाम गरेको महिनामा भगवान पुरुषोत्तम श्रीकृष्ण भगवान जो ब्रजवासी हुनुहुन्छ, उनी भगवानको पूजा गरेर, उनी भगवानको व्रत गरेर, उनी भगवानको परम सुन्दर स्वरूपको चिन्तन गरेर, ध्यान गरेर तिम्रो चाहिँ सम्पूर्ण दुःखको निवारण हुन्छ भनेर भन्न लाग्नुभयो। तदेव फलमाप्नोति मासेवै पुरुषोत्तमे। त्यो महिनाहरूमा सबैभन्दा उत्तम रहेको महिना छ। त्यो महिनाको चाहिँ तिमीले उपासना गर। अब आउनेवाला छ, 2 महिनापछि आउँछ भनेर उपदेश गर्न लाग्नुभयो। जुन पुरुषोत्तम महिना साह्रै परम पवित्र छ। त्रैलोक्यम भस्मसात् कर्तुं समर्थम तज सुन्दरी, हे सुन्दरी बालिका, जगतमा त्रिलोकमा पाताल, यो भुवनलोक, पृथ्वीलोक र माथि स्वर्ग आदि लोकमा भएका सम्पूर्ण पापहरूलाई भस्मसात खरानी गरेर डढाउन सक्ने चाहिँ यो पुरुषोत्तम महिनाको महिमा छ। यो त्यस कारणले तिमीले अब त्यो पुरुषोत्तम महिनाको व्रत गर भनेर दुर्वासाले भन्नुहुन्छ कि मैले अघि कुनै समयमा भगवानका भक्त अम्बरीशको अपमान गरेको बेलामा सुदर्शन चक्रले मलाई चाहिँ भस्म गराउन भनेर लखड्न थाल्नुभयो। त्यो बेलामा मैले त्यही पुरुषोत्तम भगवानको सेवा गर्नाले मलाई चाहिँ पुरुषोत्तम सुदर्शन चक्रले पनि डराउन सकेनन्।
यो साह्रै पवित्र छ भनेर दुर्वासाले भन्नुभयो। यहाँहरूले भागवत सुन्नुभएकै छ, नवम स्कन्धमा अम्बरीशको चरित्र। त्यहाँ अम्बरीश महाराजले एकादशीको व्रत गर्नुहुन्छ र द्वादशीले युक्त भएको एकादशीको व्रत गरिसकेपछि द्वादशीका दिनमा पारण गर्न भनेर बसेका अम्बरीश महाराज त्यही बेलामा दुर्वासा मुनि चाहिँ आफ्ना अनेकौं शिष्यहरू लिएर त्यहाँ पुग्छन्। अब ब्राह्मणको आगमन भयो। ब्राह्मणको आगमन भइसकेपछि अब ब्राह्मणलाई भोजन गराएर आफू पनि भोजन गर्नु पर्यो भनेर अम्बरीश महाराजले आसनमा आफूसँग भएको राम्रा आसनमा बसालेर, हे ब्राह्मणदेव हजुर के भोजन गर्नुहुन्छ, त्यसपछि म पारण गर्छु भनेर भन्नुभएको। अहिले त मेरो सन्ध्या नै भएको छैन, म यमुनामा गएर सन्धुपासना गरेर गायत्रीको जप गरेर आउँछु, त्यसपछि भोजन गरौँला भनेर दुर्वासाले भने। ल हुन्छ त भनेर अम्बरीश महाराजले बिदा गरे। उता गए दुर्वासा महाराज यमुनामा गएर स्नान गरे, जप गर्न बसेका। अब बुढालाई लाग्यो समाधि, आँखा चिम्लेर बसेका। कति समय बित्यो त्यहाँ थाहै भएन। उता चाहिँ द्वादशीको चाहिँ एकादशीको व्रत पालन गर्ने समय बित्न लाग्यो। धर्म सङ्कट पर्यो। ब्राह्मणहरूलाई सोधेका अब के गर्ने, दुर्वासा आइपुगेका छैनन्, अब व्रत पालन गर्नु भने ब्राह्मणलाई भोजन नगराइकन खाएको दोष लाग्छ, पारण नगरौँ भने समय बित्न लाग्यो। त्यसपछि ब्राह्मणहरूले उपदेश गर्नुभयो, तपाईँ तुलसी पत्र राखेको जल व्रत पारण गर्ने मन्त्रले अभिमन्त्रित गरेर एक थोपा जल मात्र खानुहोस् र त्यो एक थोपा जलले पारण गरिसकेपछि तपाईँलाई भोजन गरेको दोष पनि लाग्दैन, व्रत गरेको व्रतको पारणको फल पनि प्राप्त हुन्छ भनेर सल्लाह दिए। त्यही अनुसार अम्बरीश महाराजले व्रत पारण गर्नुभयो। केही समयपछि दुर्वासा ऋषिको समाधि खुल्यो। ओहो, मलाई त अम्बरीशले भोजनका लागि निमन्त्रणा गर्नुभएको थियो भनेर सबै शिष्यहरू लिएर त्यहाँ आए। आउँदाखेरि त सुने अम्बरीशले चाहिँ व्रत पारण गरिसकेछन्। तलाई अदम क्षेत्रीय ब्राह्मणलाई भोजनका लागि निमन्त्रणा गरेर पहिले खाएर बस्ने भनेर जगिन थाले। किनकि उनी त एकदम क्रोधमूर्ति थिए, महाकोरिसाहा। किनकि रुद्र भगवानकै अंश अवतार मानिन्छ, साक्षात् शिवजी नै मानिन्छ। उनले क्रोध गरे अनि रिसाएर चाहिँ आफ्नो जट्टाबाट एउटा चाहिँ कपालबाट एउटा जट्टा निकालेर भुइँमा पछारे। त्यहाँबाट एउटा कृत्या खडा भई र उठेर त्यहाँ जुरुक्क उठेर भन्न लागि, के सेवा गरौँ प्रभु। त्यसपछि दुर्वासाले निर्देशन गरे, अब यसले चाहिँ मेरो अपमान गरेको छ, यो अपमान गर्नेवालालाई भस्म गरेर खतम पार भनेर आदेश गर्नुभयो। पुरुषोत्तम भगवानको जय। जब त्यो कृत्या गएर अम्बरीश महाराजलाई खान खोजी, झम्टेर चाहिँ निल्दिउँला जस्तो गरेर निल्न खोजी, त्यति बेला अम्बरीश महाराजले भगवानलाई स्मरण गरे, हे भगवान मलाई बचाउनुहोस्, म त हजुरको दास हुँ, मलाई रक्षा गर्नुहोस्, मैले केही गल्ती गरेको जस्तो लाग्दैन भनेर जब भगवान नारायणलाई सम्झनुभयो, त्यति बेला नारायण भगवानले आफ्नो भक्तको रक्षाको लागि भनेर एउटा सुदर्शन चक्रलाई तुरुन्त निर्देशन दिनुभयो, मेरो भक्तको रक्षा गर भनेर। जब निर्देशन गर्नुभएको थियो, सुदर्शन चक्र अम्बरीश महाराजको रक्षाका लागि भनेर तुरुन्तै त्यहाँ खडा हुनुभयो। सुदर्शन चक्र महाराजको जय। त्यहाँ गएर सुदर्शन चक्र गएर दुर्वासा मुनिलाई लखेट्न थाले। दुर्वासा त्यहाँबाट भाग्नुभयो, भागेर शिवजीको लोकमा जानुभयो। शिवजीको लोकमा गएर भोलेनाथ मलाई बचाउनुहोस् भन्नुभएको। यो त मेरो अधीनमा छैन, तिमी त्यही नारायण कहाँ जाऊ। ब्रह्मलोक पनि जानुहुन्छ, शिवलोक पनि जानुहुन्छ। शिवजीले पनि नारायण कहाँ जाऊ भनेर भनिदिनुहुन्छ, ब्रह्माजीले पनि त्यही भन्नुहुन्छ। र नारायण भगवानको समीपमा गएर लम्पसार परेर दण्डवत गरेर दुर्वासाले क्षमा माग्नुभयो, माफ माग्नुभयो, मलाई बचाउनुहोस् भनेर। त्यसपछि यो त मबाट होइन, सुदर्शन चक्रलाई नै भन भनेपछि सुदर्शन चक्रको पनि दिव्य स्तुति दुर्वासा मुनिले गर्छन्, नारायण भगवानको पनि दिव्य स्तुति गर्छन्। अन्तिममा भगवानले भन्नुहुन्छ, यो केही पनि मेरो बसमा छैन, म त भगवानको बसमा छु, के अरे भक्तको बसमा छु। ममा श्रद्धा र विश्वास राखेर जुन भक्तले मेरो सेवा गर्छ, त्यो भक्तद्वारा चाहिँ म बाँधिएको छु।
त्यस कारणले भक्तको सामु मेरो केही पनि लाग्दैन, तिमी गएर त्यही अम्बरीसँग माफी माग भनेर भगवान्ले भनिदिनु भयो। अनि गएर अम्बरीश महाराजको सामु गएर माफी माग्दै म अज्ञानी जस्तो भएँ, मलाई चाहिँ क्रोधले छोप्यो। क्रोधले छोपेपछि मैले गर्नुपर्ने कुरा सबै बिर्सिएँ, मलाई माफ गर्नुहोस् भनेर मैले चाहिँ त्यो अम्बरीश महाराजसँग चाहिँ माफी मागेँ। सुदर्शन चक्रले मलाई लखेड्दाखेरि म जुन समय भौतारिएँ, कहिले शिवलोक गएँ, कहिले ब्रह्मलोक गएँ, कहिले चाहिँ वैकुण्ठ लोक गएँ, त्यो समयको बिचमा चाहिँ मैले केही पनि खाइनँ, भोग तिर्खा आदि सबै मैले बिर्सेँ। त्यही समयको बिचमा चाहिँ एउटा पुरुषोत्तम नाम गरेको महिना आइपुगेछ। त्यही पुरुषोत्तम महिनामा गरेको व्रत चाहिँ व्रतको फल मैले प्राप्त गरेँ र सुदर्शन चक्रले मलाई छोडिदिनु भयो भनेर दुर्वासाले यहाँ सुनाउनुहुन्छ। पुरुषोत्तम भगवानको जय। दिव्य दुर्वासाले आफूलाई सुदर्शन चक्रले लखेटेको समयमा नजानिकन अनसन व्रत गर्दै संसारमा दौडिएको बेलामा पनि पुरुषोत्तम भगवानको व्रत गरेको फल प्राप्त गर्नुभएछ। त्यही कारणले सुदर्शन चक्रले छोडिदिनु भएको कहानी। यहाँ बालिकालाई त्यो मेधावी नाम गरेकी ब्राह्मणकी छोरी जो जङ्गलमा रोइरहेकी थिए, त्यही बालिकालाई चाहिँ दुर्वासाले बताउनु भयो। अनि भन्नुहुन्छ तिमीले पनि त्यही पुरुषोत्तम महिना आएपछि पुरुषोत्तमको व्रत गर, त्यस पुरुषोत्तमको व्रतको फलले गर्दा तिम्रो कल्याण हुन्छ भनेर पुरुषोत्तम महिनाको व्रतको उपदेश दुर्वासा मुनिले त्यो मेधावी ऋषिकी आर्से नाम गरेकी छोरीलाई उपदेश गर्नुहुन्छ भन्ने प्रसङ्गे सत्यबाट गोविन्द भगवानको जय। नारायण 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 नारायण। मेधावीकी छोरी बालिकाले भनिन्, त्यो युवतीले भनिन्, हे महामुनि, हजुर परम ज्ञानी हुनुहुन्छ, हजुरको कुराको निन्दा गरेको त होइन, तर यो पुरुषोत्तम महिना भन्ने कुरा मैले अहिलेसम्म सुनेकै छैन। मैले त वैशाख आदि गरेको 12वटा महिना सुनेको छु, यो पुरुषोत्तम महिना कहाँबाट आयो? मैले त यो सुनेको छैन। साह्रै पवित्र महिना भनेर वैशाख कार्तिक माघ महिनालाई पवित्र महिना भन्छन्, तर यो पुरुषोत्तम महिना कहाँबाट आयो? वैशाखमा गरेको पुण्यले पो राम्रो फल होला। उहाँलाई सत्य लागेन, गर्ने त्यो चाहिँ ठिक लागेन। उनले भने नि म त यो पुरुषोत्तम महिना भन्ने कुरो जान्दिनँ, म चाहिँ यसको पालना गर्दिनँ भनेर भन्नुभयो। दुर्वासालाई एकदम रिस उठ्या थियो, तैपनि उनले आफ्नो रिसलाई चाहिँ नियन्त्रण गर्नुभयो उहाँले। किनकि मेधावी नाम गरेका ऋषि दुर्वासाका मित्र थिए। आफ्नै मित्रकी छोरी अब सानै बालिका पनि छ, अब यसलाई श्राप गरेर के गर्नु, झन् दुःख पाउँछ, ल यसको बुद्धि जस्तो होस् भनेर दुर्वासा मुनि त्यहाँबाट निस्किएर भगवान नारायणको आश्रम
बद्रेका आश्रममा भगवानको ध्यान गर्नका लागि भनेर निस्किनु भयो। महामुनि दुर्वासा महाराजको जय हुन्। दुर्वासा मुनि बद्रेका आश्रममा लागिसकेपछि यता बालिका जङ्गलमा एक्लै भइन्। एक्लै भइसकेपछि मनमा अनेक कुरा खेल्न थाल्यो। त्यही पानीमा भिजेर चाहिँ भगवानलाई सम्झिरहेकी छिन्। उनलाई त्यो पानीले जाडो भएको छैन, भिजाएको जस्तो अनुभूति पनि भएको छैन। जब चाहिँ जाडो महिना आयो, त्यहाँ अगाडिपट्टि दाउरा बालेर त्यो दाउराबाट निस्केको धुवाँ नै भोजन जस्तो बनाएर धुवाँ खाएर भगवानको सेवा गरिरहनु भएको छ। पुरन्दर पराम चिन्ता मापाश्रुत तपतः। इन्द्रलाई चिन्ता पर्यो। त्यो बालिकाले गरेको जुन तपस्या छ त्यो तपस्या देखेर इन्द्रको आसन सुद्धा हलिन थाल्यो। त्यो तपस्याको जुन तीव्र ऊर्जा त्यहाँबाट निस्केको थियो बालिकाको शरीरबाट, जो एउटा साधक हुन्छ त्यो भगवानको साधकको शरीरबाट एउटा ऊर्जा निस्किरहेको हुन्छ। हिजो पनि छुस्सा हामीले कुरा गरेका थियौँ। यहाँहरूले अब यहाँ हल्लाखल्लामा याद गर्नु भएन। सन्तहरूबाट जब हामी आशीर्वाद लिन्छौँ, टीका प्रसाद लगाउँछौँ, त्यो टीका प्रसाद किन लगाइन्छ भने सन्तहरूको ऊर्जा आफूमा भरण गर्नका लागि हामी लिन्छौँ आशीर्वाद। एउटा महाज्ञानी जो साधक छ त्यस्तो साधकहरूको महाज्ञानीहरूको शरीरबाट ऊर्जा निस्किरहेको हुन्छ। तपाईँहरूले कतिको याद गर्नु भएको छ, एउटा ठुला ठुला महात्माहरूको अगाडि महात्माहरूको दर्शन भएर ती महात्माहरूको अगाडि जाँदाखेरि शरीरमा एउटा तरङ्ग आएको जस्तो, विद्युतको प्रसारण भएको जस्तो, आङसिरिङ्ग भएको जस्तो हुन्छ। यो दिव्य ऊर्जा आइरहेको हुन्छ त्यहाँबाट। हामीले सामान्य सोच्छौँ, त्यही भएर सन्तहरूबाट प्रसाद लिने हो। अब त्यो बालिका पनि परम साधिका भइसकेकी थिइन्। उनको शरीरबाट दिव्य ऊर्जा निस्किरहेको थियो। त्यो ऊर्जाले इन्द्रको आसन पनि हल्लिन थाल्यो। इन्द्रलाई डर लाग्यो। उनले गएर इन्द्रले पनि भगवान भूतनाथ भोलेनाथलाई प्रार्थना गरे, हे भूतनाथ भोलेनाथ, यी बालिका जुन साधिका छ त्यो साधिकाको तपस्याबाट मेरो आसनसम्म हल्लिसक्यो। भूत भोलेनाथ त सबै कुरा सर्वज्ञ नै भइबक्छन्, उहाँलाई थाहा नभएको त कुरा होइन। उहाँले पनि साधकको चाहिँ कतिसम्मको ध्यान हुन्छ त्यो विचार गर्नुभएको थियो। चाँडै प्रसन्न हुने, भक्तको सेवादेखि असाध्यै चाँडै प्रसन्न हुने भएकोले भगवान साम्ब सदा शिवजीलाई आशुतोष भनिन्छ। दुःख देख्नै नसक्ने, चाँडै नै फल दिइहाल्न मन लाग्ने भूत भोलेनाथलाई देवादिदेव महादेवको जय। अब त्यस्ता भूत भोलेनाथ चाहिँ अब ती बालिकालाई दर्शन दिन पर्यो भनेर मानसैरुपचारैस्तं सम्पूज्य विश्ववन्दितं तुष्टाव जगतां नाथ भक्तियोगेन तीर्षा। त्यो बालिकाले के गरिन् भने मानस रूपमा भगवान भूतनाथको पूजा गरिन् मनमनले। अहिले हामीले यहाँ भगवानको सेवाको लागि जे हामीले चढाएका छौँ नि, यो हामीसँग हाम्रो सामर्थ्यले भ्यायो र चढायौँ, नभए के चढाउने त? बिहान बेलुका खाने पनि छैन, केही पनि छैन, लाउने पनि छैन, बल्कल वस्त्र पनि छैन, च्यातिएको कपडासम्म छैन लगाउने, एक मुठी पिउने पानी पनि छैन भने भगवानका लागि कहाँबाट उपचार आउँछ? चढाउनका लागि सामग्री त आउँदैन। अब त्यस्तो भक्तका लागि के कुरा छ भने मानस पूजा छ। साह्रै परम खालको यो दिव्य पूजा नै मानस पूजा हो। यहाँहरूले विचार गर्नु होला। भगवान त्यो बालिकाले भगवानको त्यस्तै मानसिक पूजा गर्ने मनले सम्झिन्, हे भगवान, हजुरलाई मैले ध्यानका लागि भनेर अनेकौँ रङ्गी बिरङ्गी खालका पुष्प मैले चढाएँ। मनले सम्झेर उनले चाहिँ अनेक खालका 12 महिनामा फुल्ने फुलहरू मनले निवेदन गरेर ध्यान गरिन्। हे भगवान, हजुरलाई मैले कैलाशको हिउँ जस्तै दिव्य खालको चाहिँ कर्पूर जस्तो चाहिँ यो टल्किने खालको सेतो खालको हिउँ आसनको रूपमा टक्राएँ भनेर मनले आसन टक्राएँ। हे भगवान, गङ्गा गोदावरी रेवा पयश्री नर्मदा जलै गङ्गा कि गोदावरी कि आदि गरेकी पवित्र नदीको जल हजुरको घोडा धुनको लागि मैले टक्राएँ भनेर मनले टक्राइन्। जे कुरा उनले मनमा विचार गरेर भगवानलाई टक्राएका थिए ती कुरा सिद्ध हुँदै भगवानमा प्राप्त भए। त्यस्तो खालको मानसिक पूजा चाहिँ मानस पूजा सम्पूर्ण उपचारहरू चढाएर भगवानको जब पूजा गरिन्, भूत भोलेनाथ चाहिँ साह्रै खुसी भएर अब यो साधकको योग्यता पुग्यो भनेर दर्शन दिन आउनुभयो। साधकको योग्यता पुगेपछि मात्रै भगवानको कृपा हुने हो।
योग्यता पुग्नुपर्छ। त्यसका लागि चाहिँ हामीले शरीरको शुद्धता, खानपान, आहार विहार, आचार विचार, विचारको शुद्धता, हिजो हामीले विचारको शुद्धताको कुरा गऱ्यौँ। विचार शुद्ध नभइकन भगवानको कृपा हुँदैन, विचार पनि शुद्ध चाहिन्छ। अब यसको योग्यता पुग्यो भनेर महादेव दर्शनका लागि, दर्शन दिनका लागि भनेर त्यहाँ आउनुभयो। भगवानको दिव्य दर्शन। शिरमा चाहिँ जटा धारण गर्नुभएको छ। त्यो जटा रूपी मुकुटमा चाहिँ अर्धचन्द्रकार चन्द्रमाको गहना लगाउनु भएको छ अनि द्वादश अङ्गमा त्रिपुण्ड धारण गर्नुभएको छ। रुद्राक्ष माला धारण गर्नुभएको छ। तनमा चाहिँ बागम्बर लगाउनु भएको छ, बाघको छाला लगाउनु भएको छ र हातमा चाहिँ त्रिशूल र डम्बरू बोक्नु भएको छ। यस्ता भोलेनाथ भगवानको त्यहाँ दर्शन भयो। देवादिदेव महादेवको, भूत भोलेनाथको, आराध्य पशुपतिनाथ भगवानको, परम्बा भगवती गुह्यकाली मैयाको, शीतला आमाको। जब भगवान भोलेनाथ चाहिँ त्यहाँ उपस्थित हुनुभयो, ती बालिकाले महादेवलाई प्रणाम गर्दै, दण्डवत गर्दै स्तुति गर्न लागि, आए आए शैलजा वल्लभ प्राणनाथ, प्रभु भर्ग भूतेश गौरीश शम्भो, तमसुम सुम्याङ दिव्य त्रिनेत्र, मदाधार मण्डास्ते मालिन नमस्ते। हे भगवान, हे शैलजा वल्लभ, हे पार्वतीका पति, हजुर चाहिँ सम्पूर्ण भूतहरूका, सम्पूर्ण जगतमा भएका प्राणीहरूका मालिक हजुर हुनुहुन्छ। हजुरले चाहिँ सूर्य चन्द्रमा र अग्नि, तीनटा सूर्य चन्द्रमा र अग्निले आफ्नो तीनटा आँखा बनाउनु भएको छ। हे मुण्डास्ते मालिन, हे मुण्ड धारण गर्ने हे भगवान शिव, मेरो रक्षा गर्नुहोस्, मेरो कल्याण गर्नुहोस्। विभो येन बाण सुकीय कृतैश्च व्रता जीविता लोक भूपाल पत्नी। हजुर त सम्पूर्ण जगतलाई चाहिँ अन्नपूर्णा माता बनेर सम्पूर्ण जगतको पालन गर्नेवाला पार्वतीका पति हुनुहुन्छ। हे दयानाथ, हे भूतका मालिक, हे चण्डीश, हे चण्डिकाका पति, हजुर नै यज्ञ हुनुहुन्छ। यज्ञमा हवन गर्ने हवि पनि हजुर नै हुनुहुन्छ। यज्ञको फल स्वीकार गर्नेवाला पनि हजुर नै हुनुहुन्छ। समस्तारी हरत, सम्पूर्ण प्राणीको शत्रुको हरण गर्ने पनि हजुर नै हुनुहुन्छ। प्राणीको शत्रु हाम्रो हजुर, हाम्रो शत्रु के हो? मूल शत्रु। फेरि हजुर हामीले चाहिँ शत्रु भन्ने बित्तिकै आफूलाई दुःख दिने पल्लोहरूको शत्रु, तल्लोहरूको शत्रु, फलानु शत्रु, त्यो सम्झिनु होला। त्यो बाहिरी व्यवहारिक शत्रु हो त्यो। तर वास्तविक हाम्रो शत्रु, हजुर हाम्रो शत्रु भनेको चाहिँ काम, क्रोध, लोभ, मोह, मधुमाश्चर्य हो। जसले, जुन चाहिँ सूक्ष्म शरीरको शत्रु, त्यसले सूक्ष्म शरीरलाई मुक्ति हुन नदिने त्यसैले हो। कामको भावनाले पनि खाडलमा जाग्छ, क्रोधले पनि सम्पूर्ण स्मृतिहरू नाश भएर जान्छन्। रिस गरेपछि त सक्यो, रिसले सम्पूर्ण ध्वंस गर्छ। रिसाएको व्यक्तिको अगाडि उसले केही दृश्य देख्दैन, उसको आँखा अन्धो हुन्छ। गीतामा भगवानले भन्नुभएको छ, क्रोधात् भवति सम्मोह, सम्मोहात् स्मृति विभ्रमः, स्मृति भंसात् बुद्धिनाशो, बुद्धिनाशात् प्रणश्यतिः। एकदम रिसाएको मान्छेको अगाडि कोही गयो, उसले देख्दैन, अनि पछि भोलिपल्ट भेट भएको बेलामा तपाईँ त त्यहाँ साह्रै रिसाइरहनु भएको थियो, किन रिसाएको भनेर सोध्यो भने तपाईँ त्यहाँ आउनु भएको थियो र भन्छ, उसले देख्दै देख्दैन। गोविन्द भगवानको जय। क्रोधले गर्दा के हुन्छ भने क्रोधात् भवति सम्मोह, क्रोध गरेपछि मोहले ढाक्छ। मोहले ढाकिसकेपछि, जीवात्मालाई मोहले ढाकेपछि स्मृति विभ्रमः, पूर्व सूचनाहरू, हाम्रा जुन ज्ञान थियो, हाम्रो पहिला हामीले जानेको ज्ञानहरू, त्यो सबै ज्ञानहरू नाश भएर जान्छन्। अनि पूर्व सूचना नाश भइसकेपछि स्मृति भंसात् बुद्धि नाश हो, त्यसपछि बुद्धिको नाश हुन्छ। जुन बुद्धि भनेको चाहिँ हाम्रो यो शरीर रूपी रथलाई तान्नेवाला सारथी हो। यो बुद्धि त सामान्य कुरो होइन नि त। यो शरीर एउटा रथको रूपमा तुलना गर्नुहोस्। यो शरीरलाई तान्नेवाला सारथी भनेको बुद्धि हो। बुद्धिले जहाँ जा भने त्यहीँ जान्छ। बिहान उठेर आज नुहाई धुवाई गरेर भगवानको कीर्तन सुन्न जाउँ भनेर बुद्धिले भन्यो र आज हामी आयो। बेकारको के को कीर्तन, यो रोडीवादी, आनन्दले घुम्न जाउँ भने भए त्यतै जान्थ्यो शरीर। बुद्धिले जता लग्यो यो शरीर त्यतै जाने हो। त्यस कारणले चाहिँ बुद्धि पनि नाश हुन्छ। बुद्धि नाश भएपछि बुद्धिनाशात् प्रणश्यतिः, बुद्धि नाश भएपछि
स्वयं जीवात्माको नाश हुन्छ। गोविन्द भगवानको जय। अब चाहिँ भवरोगको हर्ता सम्पूर्ण शत्रुको नाश गर्नेवाला कर्ता हजुर नै हो भक्सन छ। हजुरलाई नमस्कार छ भनेर यस्तो साह्रै दिव्य खालको स्तुति त्यो बालिकाले भगवान् भोलेनाथको गर्नु हो। गरिसकेपछि शिव भगवान् भन्नुहुन्छ वरम वरय भद्रम ते यस्तै मनसि वाञ्छितम प्रशृणोस्मि महाभागे मामाखिद तपस्विनी। हे तपस्विनी, तिमी सामान्य बालिका होइनौ, तिमी त एउटा कैलासवासी हृदय निवासी संहार करता है अविनाशी संहार करता है अविनाशी। डमर बजाऊं छो डम 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 हो डमर बजाऊं छो डम डम डम। जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम बम। शिव शंकर भोले बाबा त्यस्तो खालको भक्तिले त भगवानलाई प्राप्त गर्न सकिँदैन। त्यो किन नभएको भने उसको शरीरै शुद्ध छैन, विचार शुद्ध भएको छैन। त्यसका लागि यो सबै बिहानदेखि बेलुकासम्मको आचरणको कुरा यहाँ नरनारायण भगवानले तिनी देवर्षि नारदलाई बताइरहनु भएको छ। देवर्षि नारदलाई किन बताउनु पर्यो? उनी त सर्वज्ञानी थिए। देवर्षि नारदले कीर्तन गर्दै हिँड्छन्, हजुर हामी जस्ता बुद्धुहरूलाई पनि आउँछ भनेर उहाँलाई सुनाइदिएको। फर्केर आए कहाँदेखि आएर त्यस कारणले बाबु हो बाँचुन्जेल दुःख काट्ने होइन भन्छन्। अब त्यही दुःख काट्ने होइन भन्ने वाक्यले चाहिँ शरीरलाई पापतिर लैजान्छ। शरीर प्राप्त भएको बेलामा चाहिँ त्यस्ता दर्शनबाट होइन कि भगवानप्रतिको श्रद्धा र विश्वास हुन्छ। भगवानको कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्छन्। कलिकालमा भगवानको प्रत्यक्ष दर्शन त छँदै छैन। भगवान स्वयंले भन्नुभएको छ भगवानको दर्शन भनेको अप्रत्यक्ष हुन्छ। एउटा माध्यम बनाएर कृपा गर्ने हो। कोही आफन्तकै माध्यमद्वारा भगवान बनेर कोही आफन्त खडा हुन्छ, भगवान बनेर कोही गुरु खडा हुन्छन्, भगवान बनेर कोही चेला खडा हुन्छन्, भगवान बनेर कोही छिमेकी खडा हुन्छन्, भगवान बनेरै कोही सहयोगी खडा हुन्छन्। भगवानले त्यसरी अरूको माध्यमद्वारा कारण बनाएर चाहिँ हामीलाई कृपा गर्ने हो। स्वयं भगवान कलिकालमा प्रत्यक्ष उपस्थित हुने होइन। यो कुरा नबुझेर चाहिँ कहाँ छ भगवान भनेर हामी भन्छौँ। यस्तो कृपा हुन लाग्यो भने यति अनुकूलित वातावरण हुन्छ कि अस्ति भर्खरै यहाँ माताजीसँग चाहिँ यो चाहिँ सत्सङ्ग गर्ने भन्ने कुरा भयो। मेरो चाहिँ यात्रा थियो उहाँ सुदूरपश्चिमको बडीमालिका जाने भनेर बडीमालिका भगवतीको मन्दिर दर्शन गर्ने भन्ने कुरा थियो। अब सबै कुरा तयार भइसकेको थियो, जाने कुरा भइसकेको छ। 3 वर्ष अगाडिदेखि जाने भनेको कहिले डेङ्गु हुने कहिले के हुने हुँदा हुँदा यसपालि जोड्यो फेरि। ल हेर्नुहोस् है, यो 4औं वर्षमा गएको। 2 टोली त मेरो छुटे, बिचमा मलाई एकचोटि डेङ्गु भयो, एकचोटि यस्तै के कार्यक्रम पऱ्यो, म जान सकिनँ। यो 4औं वर्षमा यसपालि जाने बेला भएको सल्लाह हो यही बेला गर्ने भनेर। अब मलाई पिर परेको छ यहाँ चाहिँ। अब आउन सक्ने हो कि नसक्ने हो, जिम्मा लिएपछि त अप्ठ्यारो हुन्छ नि त। अब आउन सक्दिनँ होला भनेर मैले एकजना कथा गर्ने गुरुलाई केही गरी इमर्जेन्सी पऱ्यो म आउन सकिनँ भने त्यहाँ तपाईँले त्यो जिम्मा लिनुपर्छ भनेर पनि गएको थिएँ। अब उहाँहरूलाई त यो कुरा भन्नु भएन। बाटो असाध्यै कठिन छ। बाजुराको मातरीबाट 3 दिनको चाहिँ कठिन यात्रा हिँड्न नसक्ने मान्छेलाई त 4 दिनभन्दा बढी लाग्छ। यति बढीको कठिनको यात्रा। अब माथि गएपछि लेग लाग्न थाल्यो, के भयो, छाती दुख्न थाल्यो, ओहो अब त बर्बाद हुने भयो। यस्तो अनुकूलित हुने गएको कि ठ्याक्क चाहिँ अत्तरिया गयो गाडी। अब गाडी पाइँदैन गाडी भने 6 बजे पुगेको त्यो रुटे होइन रहेछ, अर्को गाडी ठ्याक्क पाइयो। त्यहाँबाट चढेर रातभरिको यात्रा गर्न पाइयो। त्यहाँ गएपछि चाहिँ अब 4 दिनमा पनि हिँड्न नसक्ने ठाउँ चाहिँ हामी 3 दिनमा हिँड्यो। फर्केर आउने बेलामा चाहिँ अरूलाई 3 दिन लाग्दो रहेछ, हामी 2 दिनमा आइयो। अब त्यहाँबाट चाहिँ गाडीको रुट 2 बजे हिँड्ने गाडीको रुट समय 3-4 भइसकेको छ, फेरि गाडी पाइयो। यस्तो यस्तो हुँदा हुँदै ठ्याक्क अनुकूलित वातावरण बन्दै आयो। ठ्याक्क 10 दिनमा काठमाडौँ आइपुग्यो। यहाँ कार्यक्रम गर्न पनि भ्याइयो। ल हेर्नुहोस्, कृपा भनेकै त्यही त हो नि, अरू हुनुपर्ने के छ र। अब त्यहाँ चाहिँ गाडीको रुट गइसक्यो। 5 बजे भन्दा तपाईँ ढिलो आउनुभयो। कहाँ गाडी पाउनु भनेर गाडी नपाएको भए त यहाँ 1 दिन ढिला हुन्थ्यो।
यो चाहिँ अनुकम्पा हुनु परेपछि त्यसरी सबै कुरा मिल्दै मिल्दै आउँछ। भगवानको दर्शन हुने नै त्यस्तै माध्यमबाट हो। स्वयं भगवान प्रत्यक्ष आएर यहाँ शङ्खचक्र गदा पद्मधारी भएर कलिकालमा आउने होइन, एउटा माध्यम बनाएर आउने हो। भगवानको अवश्यमेव चाहिँ सबै भक्तलाई कृपा हुन्छ। यो कुरा नरनारायण भगवानले देवर्षि नारदलाई बताइरहनु भएको छ। गोविन्द भगवानको अब यो देहधारीहरू हामी सबैले यस्ता नियमहरूको पालना गरेर वेदमा बताएको, श्रुतिमा बताएको गृहस्थ आश्रमको धर्म लोक कल्याणका लागि चाहिँ आचरण गर्नुपर्छ। त्यसले चाहिँ सबै जगतको कल्याण गर्छ। र यो सबैभन्दा ठुलो कुरा चाहिँ भगवानको गुणानुवाद र श्रवण र मनन र भगवानको हरिनाम संकीर्तन नै यही मूल कुरा हो। एउटा दिव्य भगवानको हरिनाम संकीर्तन गरौँ। गोविन्द भगवानको श्री रामचंद्र भगवान को जय हो। चला हो दुई दिन चोला हो दुई दिन Krishna
को पुरुषोत्तम भगवान को पुरुषोत्तम भगवान को पालो पास गर्नु होला नजिक हुनेले त्यहाँ चढाउन मिल्छ टाढा हुनेले पास गरे पनि मिल्छ है त ल्याएर चढाउनु होला यसरी दिँदाखेरि चाहिँ मलाई नै गाह्रो हुन्छ तपाईहरुलाई नै हवन गर्न गाह्रो हुन्छ सबै दाहिने हातमा राख्नु देब्रे हातमा देब्रे हातमा भएको नि दाहिने हातमा तपाईको ओम राधा पुरुषोत्तम भगवान को बाबा गोरखनाथ भगवान को मनोकामना माता को कुलदेवताहरूको उत्तम मास महात्म्य महायज्ञको जय श्री राम लगेर जानु भगवान ओली हेरेर विचार गरेर गर्नु न नआते हुन त जति ढोके नि पाउनुहुन्छ के कपाल खसिए कपाल खसेर खाना पाएको फेरि एकतिरको बाटो खाली गरेर त्यो पूर्णपात्रको डाली चाहिँ यहाँ गुरुआमाको अगाडि ल्याउनु पर्यो पूर्णपात्र कसै एकजना अलिक बलियो मान्छेले ए ल हस् हस् मैले अघि त भने मात्रै बाहिर नगरौँ किनभने हामीले सुरक्षा पनि विचार गर्नुपर्छ के यो तपाईँको शुभ कर्म गर्ने बेला विघ्न धेरै आउँछ त्यही भएर विचार गर्नुपर्छ अनि टाढा टाढा बालौँ ओम चन्द्रमा मनसो जात दक्षो सूर्यो जायतः श्रोत्रात् वायुः प्राणश्च मुखात् अग्निः जायतः दीपं दर्शयामि राधा सहिते पुरुषोत्तमाय नमः त्यो बत्ती जसले देखाउनु भयो त्यो बत्ती चाहिँ बाहिरपट्टि बाहिर सङ्कलन गरौँ है बाहिरपट्टि तपाईँलाई ध्यान दिउँ यहाँ देखाएपछि बाहिर निकालिहालौँ है धेरै घुमाएर धेरै धर्म हुने त्यो प्रमाणपत्रहरू नाम पढ्न बाँकी हो बाँकी छ हाम्रो छ अरूलाई दाताहरू पनि बाँकी छ कि भनेर अब त्यो खुद्रा पैसालाई पूजा गर्नु होला है कृतैशः सकल यज्ञ कर्मणु न्यूनातिरिक्त प्रणर्थम भूयसी दक्षिणाङ्गतः सुवर्ण द्रव्य अभावी राष्ट्र मुद्राङ्कित व्यवहारिक द्रव्यम सरस्वती दैवेदम ज्ञाननाम गोत्रेभ्यो शर्मेभ्यो ब्राह्मणेभ्य कन्याकुमारीभ्य याचकेभ्यो ब्राह्मणेभ्य च यथा भागम विभज्य यथा कालं दातुं जले उत्सृजेत् जलको भाँडोमा छाएर भुइँमा राख्नु होला पछि त्यो दक्षिणा दिने बेला यसो मिसाउनु हो त्यसलाई अब त्यसपछि अब त्यो सम्मान पत्र छ नि त्यो सम्मान पत्र वितरण गर्ने कार्यक्रम गरौँ अनि हामी आरती विसर्जनमा गइहाल्छौँ है सबैले अब यो पनि दिनु सम्मान पत्र हो
अवसरमा यो सम्मान पत्र प्रदान गर्दछौँ भनेर संस्थाको तर्फबाट यो प्रमाणपत्रको व्यवहार तयार भएको छ। उहाँलाई ससम्मान हार्दिक ससम्मान गर्दै तालीको गडगडाटसँगै हार्दिक सम्मान गर्दछौँ। पुण्यलाल श्रेष्ठज्यू हाम्रो गोरखनाथ एकै परिवार संस्थाको संरक्षक पनि हुनुहुन्छ। उहाँले गर्दाखेरि प्रगतिको कामना गर्दै उहाँलाई खादा उडाइसकेको छ। हाम्रो ओम आराधिपाधिप कुंगरसः पितुरधाम अभिसदा कुशिप्रियति प्रतिघटात्वेकं वर्धते तमः अग्निर्ज्योति ज्योतिरग्निः स्वाहा सूर्यो वर्षो ज्योतिवर्षः स्वाहा अग्निवर्षो ज्योतिवर्षः स्वाहा सूर्यः सूर्यः ज्योतिः ज्योतिः स्वाहा चन्द्रमा मनसो जातचक्षुः सूर्यो अजायतः श्रोत्राद्वायुश्च प्राणसमुखात् अग्निरजायतः। ओम आराधिकं समर्पयामि पुराण पुरुषोत्तमाय नमो नमः। ओम श्रीतकमला मुखमण्डल श्रीतकुण्डलाय श्रीतकुण्डलाय ललित वनमाला जय जय देवाय दीनमणि मंडल मंडन भवखण्डनाय भवखण्डनाय मुनि जय जय देवाय कालिया विसधर चंदन धनराजनये जय जय देव हरे कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसंतम हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता पिता त्वमेव त्वमेव विद्या द्रविणं त्वमेव शरणं मम देवदेवः। तल आरती राखेर जसले घुमाउनु दुईचोटि। ओम जलेन शीतलीकरणं पुष्पै देवाभिवन्दनं च आत्मसिञ्चनं च हरि ओम। दण्डेन जन आरती घुमाउनु जल घुमाउनु आरती सिकाइदिनु भगवानलाई आफूले पनि सिक्नु। मान्छे माथि नघुमाउनु है झरेर बत्ती लाग्यो भने कपडा जल्छ। ल आरतीलाई उता राखिदिनु हात यस्तो